हेलो गाइज, फाइनली हामी कम्पनी गार्डन आइपुगेका छौँ अनि हाम्रो पास्टर यहाँले नि लिनुहुँदैछ। यहाँ पास्टर आइरहनु भएको छ, उहाँले पनि यहाँनिर गरिरहनु भएको छ भिडियोहरू। अनि तपाईँ यहाँको सबै दृश्यहरू म तपाईँलाई देखाइरहेको छु। एकदमै चिसो छ मौसमहरू। अगाडिको भिडियो फेरि म अगाडि कन्टिन्यू देखाउनेछु। सबै भ्यूजहरू यहाँ देखाइरहेको छु मैले तपाईँहरूलाई। पुरा अगाडि देख्न सक्नुहुँदैछ, हाम्रो रेभरेन्ड साहब यहाँ आइपुग्नु भएको छ। अनि रेभरेन्ड साहब कस्तो लाग्यो त यहाँको भ्यूजहरू? हजुर ठिकै छ, राम्रो लाग्यो। जाडो रहेछ, चिसो रहेछ। तल मैले अघि भनेको ज्याकेटहरू बोक्नुपर्छ भनेर, तलको गरम अनि यहाँकोमा एकदम जाडो हुन्छ। यहाँ चाहिँ फेरि तल मसुरीमा चाहिँ चिसो थियो, देहरादुनमा चाहिँ एकदमै गरम। अनि माथि आइपुगेको चाहिँ ज्याकेट चाहिँ डबल ज्याकेट लगाएर बस्नु परिरहेछ, यति चिसो मौसम। अनि यो चाहिँ कम्पनी गार्डन भनेर निकै फेमस चाहिँ थियो, तर त्यति खासै चाहिँ लागेन मलाई चाहिँ यहाँ आइपुग्दा चाहिँ। तपाईँलाई देखाइरहेको छु पुरा अल एरिया, त्यति मन चाहिँ परेन।